हेलो हेलो साथीहरू, आज चाहिँ म चाहिँ च्याउ र आलुको सब्जी बनाउन आँट्दैछु कि यहाँनिर मैले तेल हालिसकेँ अनि प्याज स्याज हाल्दै फर्काउनु मसला ससला हालेँ। बेसार हालेर चाहिँ मैले च्याउ हालेँ। त्यसपछि मैले एकछिन च्याउलाई चाहिँ भुट्छु क्या। सुरुमा च्याउ एकछिन पकाएर मात्रै आलु हाल्नुपर्छ नि त, त्यही भएर मैले च्याउ चाहिँ सुरुमा भुटेँ अनि यतातिर चाहिँ मैले आलु काट्दै थिएँ अनि फाइनली आलु पनि काटिसकेर अब आलु हाल्दिन आँटेँ मैले यहाँनिर। अनि आलु हालेर पनि एकछिन चलाएर अनि छोपिदिएँ। टमाटरहरू लगाएर आफ्नो स्वादअनुसारको नुन हालेर छोपिदिएँ। अनि त्यसपछि अब यहाँनिर मसला पिस्नु पऱ्यो नि त, जिरा अदुवा लसुन लगेर चाहिँ मैले यस्तरी मजाले पिसेँ होइन, दुइटै हातले। अनि मजाले पिस्न चाहिँ सकिनँ, यतिको मात्रै बनाउनु सकेँ। अनि ल्याएर हालेँ मैले। अनि यस्तो भयो सब्जी चाहिँ साथीहरू, एकदम मिठो लाग्छ क्या फेरि च्याउको सब्जी चाहिँ। अनि अब धेरै गरममा चाहिँ फेरि किरा पर्न थाल्छ कि, अहिले चाहिँ त्यति परेर चाहिँ किरा थिएन यो च्याउमा चाहिँ। अनि अब योचोटिको बर्खाको चाहिँ यही होला लास्ट खाने पनि, धेरै किरा पर्छ क्या साथीहरू च्याउमा चाहिँ गर्मी मौसममा, यो पानी पर्ने सिजनमा चाहिँ। अनि टक्कसँगले मैले च्याउको सब्जी पकाइसकेँ। अनि आज चाहिँ दाल पकाएनौँ क्या, यसमै अलि हल्का लतबत बनाएर खाने भनेर। अनि हामी चाहिँ आगोमै खाना पकाउँछौँ क्या साथीहरू तल। अनि खाना पकाएर ल्याइसकेँ। अनि यहाँनिर सबै अचार सचार काँक्रा काटेर रेडी भएर। थ्याङ्क यू एभ्री वान।